हामी नेपालीको एकदम ठुलो भाग्यशाली अनि खुसीको कुरा, हामी जुन देश गए पनि, जहाँ भए पनि, जुन ठाउँमा रहे पनि यही सूर्य अनि चन्द्रमाको छानो मुनि बस्न पाउँदा हामीलाई आफ्नै देशमा बसेको फिल हुन्छ। हाम्रो देशको सूर्य र चन्द्रमा चम्किनका लागि भ्रष्टाचारी नेता, देशद्रोही नेताको विनाश हुनै पर्छ, सकिनै पर्छ। कतारको जहाज आयो, जनता लाइनमा पासपोर्ट, नेता लाइनमा सौदा, भोट माग्दा देश सम्झिने, जितेपछि सबै भुल्दिने। कतारको जहाजले हात्ती उडायो, सिंहदरबार हेरेर देश रुवायो। हातमा झण्डा, मुखमा भाषण, पेटमा विदेशको स्वाद। गरिब मर्छ पसिनाले, नेता मर्छ भाषणवाद। ए बरै कानुन कागजमै सीमित, न्याय कुर्सी हेर्छ पैसाले निर्देशित। ठेकेदार दलाल नेता एउटै थालीको भात, जनताको सपना त भाषणमै भयो घात। कतारको जहाजले हात्ती उडायो, नेताको कुर्सी बचाउन युवा भगायो। देश बेच्नेले देशभक्त आफैलाई भन्छ आज, प्रश्न सोध्ने देशद्रोही, यो कस्तो राजकाज।